नि नानी पड्काउँदै ताली पड्काउँदै जहिले यही दोकान अस्ति पनि ल्याएको थिएँ यहाँ सस्तो पाउँछ मलाई थाहा छैन अनि सस्तो पाउँछ यहाँ सस्तो मम्मी अर्कैको दोकानमा आएर मेरो बिल्ला नगर्नु है तेरो बिल्ला लु मलाई जुत्ता जहिले यस्तै त गर्छिस् त अनि ल जुत्ता किनिदिनु बिहेमा लाउने यो चुप्ला ल लाउँदिन म यस्तो त्यस्तो अनि कस्तो लाउँछिस् त यस्तो नलाएर चाहिँ तपाईलाई भनेको त एड्रेन लोफर लाउँछु कुन त्यो एडिन लोफर यो यही छ यहाँ हेर्नु ल यो केटीको जुत्ता यो लाउँछस् यो केटीको जुत्ता के लाउँछस् तँलाई त म यहाँ पड्काउँछु होला अहिले यो कहाँ केटीको जुत्ता हो मम्मी यो केटीको जुत्ता हो दाइ यो केटीको जुत्ता हो भन्नु त ल तपाई आन्टी केटाकै जुत्ता हो त तिमी व्यापारी भाइ बेच्नलाई जे पनि भनिहाल्छ नि चुप चुप म किन्दिनँ म यो जुत्ता सित तँलाई यस्तो छोरी मान्छे जुत्ता बरु आफै काम गर यहीँ अनि आफै किन होइन प्राइस साइज मलाई थाहा भएन जे गर भोलि एउटा साडी चिन्छ नि नानी पड्काउँदै ताली पड्काउँदै के भन्नु भएको क्या मम्मी किन बिल्ला गराउनु अनि केटीको जुत्ता लाएर के गर्छस् त अनि कहाँ केटीको जुत्ता हो यो छोड दे तै काम गर तै किनभने पड्काउँदै हिँड्ने सर किन्दिनु पर्यो तपाई किन्दिन यसको प्राइस कति हो भन्नु त डबल सोलको 3000 प्राइस जति सकेस् न म मोरे नै किन्दिन यो त तँलाई ए तपाईको भन्नुको त यो होला हैन त केटाको चाहिँ हो यो लगा ल यो जति परे नि किन्दिन्छु यो त मैले लगा किन ल्याङ गर्नु छ मम्मी किन्दिन न हौ तपाई त्यो चुप चुप केला चाहिँ जतिखेर पढे धेरै आफै बस आफै जेसकी गर म चाहिँ लाग्दिको अब यस्तोलाई त मैले कहिले लिएर हिँड्दिनँ घरमा आएछ न त अझैलाई पड्काउँछु क्या म घरमा चाहिँ आएछ